बुझ्नु भयो भनाइ डङ्गिरी त्यो त्यो भन् के भन्छ त्यसले तेरो नाटोले के भन्छ आफ्नो पनि तेरो नाटोले विचार गर्नु मैले पनि तेरो नाटोले के भन्छ उठाउँदैन ले चाहियो तर म यहाँ तेरो नाटोसँग सुध्रिरहेछ म त्यहीँ लिएर आउनु हजुर कहिले आउनु भएको थियो मलाई थाहा त थिएन मलाई थाहा तँलाई थाहा भएको भए यसरी बस्दै बसिरहेको थिएन बत्ती बाल्नु है बत्ती निभाएर तिमीहरूको यस्तो चल्ती गर होइन कहिलेदेखि ओइ तँसँग कहिलेदेखि यो ऊ यसरी आइरहेछ भन् ओइ भन् है सो भन् ओइ भन् कहिलेदेखि तँसँग बसिरहेछ यसरी दुई तिन महिना 2-3 महिना मात्रै भयो म त्यत्रो ऊ बस्दाखेरि 2-3 महिना मात्रै तँसँग भयो त्योभन्दा अगाडि कोसँग थियो त यो ओइ भन् ओइ कोहीसँग पनि थिएन म बसिरहेको थिएँ आफ्नो घरमा बसिरहेको यो तेरो घर तेरो केटाको घरमा आएर आफ्नै घर अहिले घर पनि तेरो यो भयो होइन अहिले आएको चाहिँ हो अब मेरो आफ्नै घरमा बसेको म विदेशमा त्यति बसेछ तेरो 3-4 महिनादेखि स्याउ भयो तपाईँले पनि त नि बस्नु भयो नि त तपाईँ बसेको पनि रेकर्ड छ म देखाउन सक्छु तपाईँ चाहिने कुरो गर किनकि म बस्दा चाहिँ नहुने मसँग त मैले त यहाँ मिडिया देखाउँछु म देखा न त देखा तैँले चाहिने कुरो गर न ओइ भन् अब के गर्छस् मैले त्यत्रो विदेशबाट पैसा पठाएको छ मेरो पैसा दिएर तैँले यसलाई राख्छस् कि के गर्छस् मेरो चाहिँ पैसा पुरै चाहिन्छ कहाँ कुँ होइन मैले पैसा कसको पैसा यो लगेपछि मेरो पैसा त यसले पठाएको छ योसँग सल्लाह गर तर मैले पैसा पठाएको चाहिँ चाहिन्छ तपाईँले पैसा कति पठाउनु भएको छ कहिले पठाउनु हेर त्यो पैसाको एकाएक हिसाब चाहियो अब के गर्नुपर्ने हो कसरी ल्याउने हो के गरेर ल्याउने तेरो किडनी बेच्ने कि कोहीसँग अब सुधेर कमाएर ल्याउने हो कि अब उठेर कमाएर ल्याउने हो मलाई त्यो पैसा चाहियो किनकि मेरो पनि एउटा केही गर्नुपर्छ भनेर मलाई मनमा लिएर नै म साउदीबाट आएको पैसा त अब केही गर्नुपर्छ भनेर त यहाँ नपठाउनु भएको होला नि यहाँ पठाउनु नै भएको छैन त मैले त्यतिखेर पैसा पठाएको चाहिँ के गरेछ हजुरले त 1 रुपियाँ मलाई दिएको छैन भन्दाखेरि योभन्दा 4 वर्ष अगाडि पठाउनु भएको थियो बिचमा दसैँमा पैसा खानलाई पैसा पठाएको छैन समस्याहरू हजुरलाई पनि त थाहा छ नि मलाई मात्रै भनेर हुन्छ र पैसा तेरो हरकत गतिलो हुनु पर्यो नि त कहिलेदेखि हरकत बिग्रेको मैले त्यतिखेर पैसा पठाएको भटपटे किन्ने हरेक किन्ने गरेर तैँले के गरिस् हेर है मलाई त्यो पैसा पठाएको छैन भनेर नजित म प्रमाण लिएर आउँछु अब जति पठाएको छ मलाई त्यसको अब कति खर्च भयो होला खाने बेलामा त्यो खर्च गराएर मलाई दिनुपर्छ के तपाईँले पैसा पठाउनु नै भएको छैन त त्यो पहिले पठाएको पैसा अब यतिको वर्षसम्म खानु परेन खानु पर्यो लाउनु पर्यो पाहुना आउँछन् पाहुनालाई खुवाउनु पर्यो पठाउनु पर्यो पाहुना तेरो बाबु माइती आउने तेरो बाबु माइतीलाई खुवाएको मलाई के मतलब तँ यसरी बिग्री बसिस् त्यही बाउ माइती पहिला चाहियो अहिले चाहिँ पखानु भयो हेर्नु तपाईहरु तोय नचाहि तेरो बाउ माइती मलाई के गर्नु तपाईहरुको झगडा बाहिर आफ्नै घरमा गएर गर्ने हो के रे आफ्नै घरमा गएर गर्ने तेरो घरमा मेरो सुन है गरे तँलाई सुन्नु हात अहिले हेर है फेरि यो मेरो घर विचार गर्नु है त तेरो घरमा मेरो बुढी लिएर आउने मैले ल्याएको थोरै हो अथवा तँ यस्तो कुरा गर्छस् कस्तो कुरा गरे त मैले तपाईको उठ थोरै ल्याएको यहाँ रङ्गी हाती यहाँ भेटेको तँलाई थाहा छैन म जस्तो कतिजनासँग सुत्नु भयो कतिजनासँग सुत्नु पर्ने हो ओइ तेरो बुढीलाई सिकाएर त सुन अहिले तैँले उ गरेको हो नि तपाईँले पनि के भनिरहनु भएको छ नि कतिवटासँग सुतेर हिँडेको देख्नुभयो र अहिले के भएर हुन्छ र तपाईँले बोलाउनु भयो तपाईँले बोलाउनु भयो म यहाँ आएँ अनि फेरि अहिले त्यस्ता कुरा गर्नुहुन्छ त तपाईँ पनि किन गर्न मिल्दैन यो मेरो घरमा आउनुहुन्छ भने अर्को घरमा पनि त जानुहुन्छ होला नि त अर्को घर गएको देख्नु भएको छ र हजुरले त्यो देख्ने नदेख्ने कुरा फरक हो तर जान सक्नु म त सोझो गर्ने बारे तैँले यस्तो गरिस् होइन हजुरले पनि नबोल्नु कि अब बस्ने बेलामा बस्यो अहिले फेरि हजुरले पनि अखानै बोलिरहने हुनु हो र मलाई मतलब छैन तपाईहरु बाहिरतिर जानुहोस् आफ्नो घरतिर जानुहोस् आफ्नो काम गर्नुहोस् आफ्नो तरिकाले के गर्नु त्यो आफै गर्नुहोस् मलाई कुनै मतलबै छैन यो विषयमा बुझ्नु त्यो होइन उसको बाउ माइती आउँछ यहाँ मिडियामा उ गरेछ रेकर्ड छ त्यतिखेर थाहा हुन्छ कि उसको बाउ माइतीले पुलिस प्रशासनले के गर्ने हो कसो गर्ने हो अब
तिमीहरू मिल्ने हो यो कुरामा तर मलाई चाहिँ पैसा चाहियो जसरी पनि त्यो पैसा मलाई जसरी पनि चाहियो ओइ पैसा पैसा चाहिँ कति दिएको छ त परमानी लिएर लेखे म लिएर आउँछु भन्दैछु त अनि देखाउने मान्छेलाई पनि देखाउनुहोस् बुझ्नुभयो तपाईँले पनि के देखाउनु मान्छे मैले पनि तपाईँ उहाँ बस्नुहुन्छ यहाँ कतिसम्म दुःख गरेर बसे कतिसम्म यहाँ गरी तपाईँको मैले दुःख हो रहेछ दुःख तेरो हो रहेछ नबोल्नु बुझ्नुभयो यहाँदेखि तपाईँको पनि प्रमाण छ उहाँ विदेशमा गएर होटलमा गएर खाएर बसेको हरेक कुराहरू गरेको मसँग पनि छ तपाईँको प्रमाण देखेर मैले म त फ्राइडे छुट्टीमा उसले बस्दा हुने रहेछ मैले बस्दा नहुने हो भनेर मैले पनि बसेको हो के गर्नुहुन्छ गर्नुहोस् दुःख त तेरो रहेछ नि त्यही रहेछ दुःख त्यही रहेछ के गर्नु चाहिँ अब मेरो भोलि थाहा हुन्छ त्यो पैसा उ गर्नु चाहिँ के गर्नु हुन्छ अहिले हेर है फेरि के तपाईँले हात लाउँदाखेरि मैले पनि हात लाउनुहुन्छ मेरो पनि अधिकार छ मेरो पनि हक हुन्छ मेरो कमाइ खाएर अर्का घरमा आएर अर्का घरमा आएर झगडा अर्का घरमा अर्काको घरमा आएर झगडा किन मान्छेको गर्नु भन्छ अर्का घरमा आएर तेरो गएपछि साला अर्का घरमा आएर झगडा नगर्नु यता हेर है कुरा चाहिँ तपाईँले पनि उहाँ विदेशमा बसुन्जेली कतिसम्म मैले देखिरहेको मिलाउने आफै दुईजनाको बिचमा कुरा कतिजना मैले पनि तिमीहरू दुईजना यस्तो गर्ने अझ हामी दुईजना मिलाउने मैले बोलाएको यो मेरो घर हो तपाईँ श्रीमतीलाई सुन्नु न तपाईँ तैँले के कति पैसा तिरेर ल्याइस् बोलाइस् पैसा हिसाबको मलाई मतलब छैन तपाईँहरूको कुरा के हो त्यही बिचमा मिलाउनुहोस् बुझ्नु हो भनाइ डङ्गिनी त्यो भन् के हुन्छ त्यसले तेरो नाटोले के भन्छ आफ्नो पनि तेरो नाटोले विचार गर्नु मैले पनि तेरो नाटोले के भन्छ तेरो नाटोले के भन्छ आफूले पनि सोच्नु त